नमस्कार, म राजु गौतम। यहाँलाई स्वागत छ CSCI एडु च्यानलमा। यहाँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसन अन गर्नुहोला। भिडियो मन परे लाइक गर्नुहोला। आउनुहोस् आजको टपिक सुरु गरौँ। सबैजना साथीहरूलाई स्वागत छ CSCI एजुकेसन फाउन्डेसनको यो आजको प्रोजेक्ट क्लासमा। आज चाहिँ म तपाईहरुलाई माइक्रोसफ्ट वर्डमा सामान्य प्रकारको लोगो कसरी बनाउने भन्ने कुराको कक्षा गराउन गइरहेको छु। र अब लोगो सुरु गर्नका लागि चाहिँ सबैजनाले कपी लिएर बस्नुहोला। त्यसपछि यो क्लासमा बसिसके पछाडी तपाईले आफ्नो लोगो डिजाइन गर्न सक्नुहुनेछ। सबैभन्दा पहिले माइक्रोसफ्ट वर्डबाट लोगो बनाउने भएको हुनाले माइक्रोसफ्ट वर्ड खोल्नु पर्यो। त्यसको लागि तपाईले विन्डोज प्लस आर की थिचेर त्यसको एप्लिकेसन फाइल नेम WINWORD यति लेखेर इन्टर गर्नुभयो भने माइक्रोसफ्ट वर्ड प्रोग्राम खुल्छ। मैले एउटा ब्ल्याङ्क डकुमेन्ट लिएर आएँ। त्यसपछि माइक्रोसफ्ट वर्ड ओपन भइसके पछाडी अब हामीलाई माइक्रोसफ्ट वर्डमा लोगो बनाउनका लागि जम्मा दुईटा कुराहरू तपाईहरुलाई म सिकाउने छु। अब तपाईले चाहिँ इन्सर्टमा गएर हेर्नुस् है। इन्सर्टमा गएर यो सेप भन्ने एउटा टपिक र अर्को चाहिँ वर्ड आर्ट, यसबाट यो दुईटाबाट चाहिँ तपाईले लोगोको कन्टेन्टहरु ल्याउनु हुनेछ। सबैभन्दा पहिले यो सेपमा गएर चाहिँ त्यसपछि यहाँबाट एउटा डु नट सेप यहाँनिर छ। यो डु नट सेपलाई क्लिक गरेर यसरी ल्याउनुस्। यहाँनिर एउटा मैले डु नट सेप लिएर आएँ र यो डु नट सेपलाई चाहिँ तपाईले कत्रो साइजको लोगो बनाउने हो यो साइजमा लानुहोस्। त्यसको लागि चाहिँ तपाईले यो सेप आइसके पछाडी फर्मेट ट्याब एक्टिभ भएको हुन्छ। यसमा गएर चाहिँ यहाँनिर बराबर साइज दिनुहोस्। यहाँनिर बराबर साइज मैले अहिलेको लागि चाहिँ 4 इन्च बाइ 4 इन्च 4 इन्च बाइ 4 इन्चको दिएँ। र यो सेपमा चाहिँ मैले यो पहेँलो डट देखिराख्नु भएको छ होला तपाईले। म यहाँ अलिकति ठुलो बनाएर देखाएँ। यो पहेँलो डटबाट चाहिँ अलिकति यसरी मैले साइज अक्षर अट्ने गरेको बनाएँ। त्यति गरिसके पछाडी हामीले डु नट सेप लिएर आइसकेको छौं। अब यस पछाडी हामीलाई लोगोमा आवश्यक अक्षरहरू ल्याउनका लागि फेरि इन्सर्टमा गएर वर्ड आर्टमा जानुहोस्। यो वर्ड आर्टमा गइसके पछाडी यहाँनिर क्लिक गरिसके पछाडी यो विभिन्न स्टाइलको डिजाइन वाला अक्षरहरू देखिराख्नु भएको छ। यसमा मध्ये स्टाइल नम्बर 3 यो वर्ड आर्ट स्टाइल 3 मा गएर क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर तपाईले लोगोमा आवश्यक संस्थाको नाम लेख्नुहोस्। जस्तै अहिले चाहिँ मैले चाहिँ CSCI एजुकेसन फाउन्डेसन भनेर लेखेको छु। यति लेखिसके पछाडी मैले एकचोटी दुईचोटी इन्टर गरे। त्यसपछि ठेगाना लेखे। सुरुमा संस्थाको नाम लेखेको छौं। त्यसपछि दुई पटक इन्टर गरेर मात्रै संस्थाको ठेगाना लेखेको छौं। त्यसपछि ओके गरे मैले। अब यो जुन हामीले कन्टेन्ट ल्याएको छौं यसलाई अब तपाईहरुले 3 वटा काम गर्नुहोस्। 3 वटा काम मैले 1 बाइ 1 भने। सबैभन्दा पहिले यो अहिले लेखिराखेको अक्षरलाई यो अगाडिपट्टि ल्याउनका लागि अर्थात यसलाई मुभेबल बनाउनका लागि चाहिँ यही फर्मेटमा गएर वार्प टेक्स्ट भनेर यहाँ देख्नुभयो। यो वार्प टेक्स्टमा गएर चाहिँ इन फ्रन्ट अफ टेक्स्ट यसमा क्लिक गर्नुहोस्। एउटा काम, किन यसो गर्दाखेरि यो अक्षर चाहिँ अगाडिपट्टि आउँछ। त्यसपछि यो अक्षरलाई अगाडि ल्याइसके पछाडी यसलाई तपाईले चेन्ज सेप भन्ने अप्सनमा गएर यो दोस्रो काम भयो। यो चेन्ज सेप भन्ने अप्सनमा गएर चेन्ज सेपमा जानुहोस् र सबैभन्दा पछाडिपट्टिको यो भाग यो यसमा गएर क्लिक गर्नुहोस्। यसको नाम चाहिँ बटन कर्व भन्ने छ। यसमा गएर क्लिक गर्नुहोस्। यो दोस्रो काम भयो भने तेस्रो काम चाहिँ तपाईले के गर्नुहोस् भने यसलाई पनि बराबर साइज दिनुहोस्। अघि हामीले जुन यसलाई 4 बाइ 4 इन्च साइज दिएको छौं डु नटलाई, त्यसै गरेर यसलाई त्यो भन्दा अलिकति सानो अर्थात मैले अहिलेको लागि चाहिँ के गरे भने चाहिँ 3.2 IN अर्थात 3.2 इन्च, तल्लोपट्टि पनि 3.2 IN यसरी मैले बराबर साइज दिए। यसो गरिसके पछाडी यो चाहिँ बराबर गोलो साइजमा आयो र यसमा पनि एउटा सानो पहेँलो डट देख्नुहुन्छ तपाईहरुले। यहाँनिर यो पहेँलो डटमा चाहिँ यसरी तान्नु भयो भने यसको बाँकी स्पेस भराउँछ र यसलाई अलिकति ठुलो साइजमा लान पनि सकिन्छ। अब के गर्नु पर्यो हामीले भने
अब चाहिँ हामीले यो डु नटलाई पनि सेलेक्ट गरेर पोजिसन सेन्टर गरिदिनुहोस्। त्यसो गर्दा हामीले सारेर मिलाइराख्नु पर्दैन। पोजिसनमा जानुहोस् र सेन्टर, पेजको सेन्टरमा लगेर राखिदिनुहोस् यसलाई। त्यस्तै गरेर यो अक्षरलाई पनि पोजिसन सेन्टर गर्नुहोस्। यो चाहिँ यहाँ माथि फर्मेटमा गए पछाडि आउँछ। यो फर्मेटमा जानुहोस् र हामीले पोजिसनमा यसलाई पनि सेन्टर गरिदियो भने चाहिँ हामीले सारेर मिलाइराख्नु परेन। यसरी चाहिँ यो अटोमेटिक रूपमा साइजमा गएर बस्छ। यति गरिसके पछाडि अब यसलाई अझै आकर्षक बनाउनका लागि हामीले कलरिङको कामहरू गर्न सक्छौँ र तपाईहरुले यो डोनटलाई पनि र यो अक्षरलाई पनि सिधै शेप फिलबाट कलर दिन सक्नुहुन्छ। जस्तै मैले शेप फिलमा गएर यसको भित्री कलर, यो जुन अक्षर छ भित्री कलर मैले रेड दिए र डोनटको चाहिँ मैले फर्मेटमा गएर शेप फिलमा गएर अब मैले यसको चाहिँ अर्को कुनै कलर, सामान्य खालको यस्तो कलर दिए भने यो चाहिँ अलिकति आकर्षक बन्न सक्छ। अब यसलाई आकर्षक बनाउनका लागि अब हामीले बीचमा के राख्ने त? हामीले कसैले चाहिँ यहाँ बीचमा किताबहरू लगायतका कुराहरू राखेको हुन सक्छ। हामीले यो कम्प्युटरको लागि कम्प्युटरको फोटोजहरू राखेको हुन सक्छौँ या कुनै डिजाइन राखेको हुन सक्छौँ। अब यसमा चाहिँ मैले एउटा षटकोण बनाएर षटकोणभित्र किताब राख्न खोजेँ अहिले चाहिँ। त्यसको लागि चाहिँ म यहाँनिर अलिकति स्पेसमा चाहिँ एउटा षटकोण बनाउन पनि अब तपाईहरुलाई सिकाउँछु। त्यसको लागि चाहिँ इन्सर्टमा जानुहोस्, त्यस पछाडि शेपमै गएर एउटा ट्रायंगल ल्याउनुहोस्। शेपमै गएर इन्सर्टको शेपमै गएर एउटा ट्रायंगल सेलेक्ट गर्नुहोस् र यहाँनिर एउटा साइजको ट्रायंगल ल्याउनुहोस्। यसलाई चाहिँ सामान्यतया अब यो हामीले 4 इन्चको डोनट राखेको छ भने त्यसभित्र यहाँभित्र अट्ने गरी दिनुपर्ने हुन्छ। अहिलेको लागि चाहिँ मैले 1.5 इन्च बाई 1.5 इन्च मैले बराबर साइजको एउटा यो लिएर आएँ। यसलाई चाहिँ यसको भित्री कलर र बाहिरी कलर यहाँ देखिराख्नु भएको छ। यो भित्री कलर चाहिँ सेतो छ, बाहिरी कलर चाहिँ ब्ल्याक कलर छ। त्यसैले म यो फर्मेटमा गएर यसको शेप फिलबाट भित्री कलर म उडाइदिन्छु, अर्थात् नो फिल गरिदिन्छु भने शेप आउटलाइन चाहिँ अलिकति वेट मोटो बनाउँछु, थोरै यति गरेछु। र यति गरिसके पछाडि यसको कुनै कलर दिनु छ भने हामीले दिन पनि सक्छौँ। कुन कलरको चाहिँ षटकोण बनाउने भनेर दिन पनि सक्छौँ। यति गरेर यसलाई एउटा ट्रायंगल तयार गऱ्यौँ र यसलाई कपी पेस्ट गऱ्यौँ, अर्थात् दुईटा बनायौँ। यसैलाई कन्ट्रोल सी गरेँ मैले, कन्ट्रोल भी गरेँ, अर्थात् यसलाई कपी पेस्ट गरेँ। कपी पेस्ट गर्न सकिहाल्नुहुन्छ। त्यस पछाडि रोटेटमा गएर यसलाई भर्टिकल्ली मैले फ्लिप गरिदिएँ। भर्टिकल्ली मैले फ्लिप गरिदिएको छु। यहाँ गइसके पछाडि यसलाई पोजिसनिङ अब षटकोणको तरिकाले हामीले मिलायौँ। किबोर्डले यसरी सारेर मिलाउन पनि सकिन्छ। यति गऱ्यौँ। यति गरिसके पश्चात के भयो भने हामीले षटकोण जस्तो आकार चाहिँ तयार गऱ्यौँ अहिलेसम्म चाहिँ। अब यस पछाडि हामीले यसमा कुनै एउटा कुरा राख्ने, ल हामी मानिलियौँ पुस्तक राख्ने हो भने अब सजिलो उपाय चाहिँ यसैभित्र ल्याउने भन्दा पनि फेरि एउटा बाहिरपट्टि एउटा चाहिँ सानो बक्स ल्याउने। यसरी बक्स ल्याउने। यसरी बक्स ल्याइसके पछाडि यसमा राइट क्लिक गरेर एड टेक्स्ट, यसभित्र मैले टेक्स्ट एड गर्न चाहे। किताब ल्याउनका लागि सिम्बलमा गएर मोर सिम्बलमा मैले क्लिक गरेँ है। सिम्बलमा गएर मोर सिम्बलमा गएर क्लिक गरेँ। त्यस पछाडि यहाँनिर यो फन्टमा चाहिँ WINGDINGS विन्डिङ्स भनेर लेख्यौँ हामीले। यति लेखिसके पछाडि यहाँनिर कुनै एउटा यहाँ पुस्तक देखिरहेको छु, यसलाई चाहिँ मैले इन्सर्ट गरेँ। यो पुस्तकलाई चाहिँ हामीले इन्सर्ट गऱ्यौँ। इन्सर्ट गरिसके पछाडि यो यहाँनिर सानो बुक आएको छ, होममा गएर फन्ट बढायौँ। हामीले यसरी फन्ट बढायौँ र फन्ट बढाइसके पछाडि यसलाई अब हेर्नु चाहिँ अब यो हामीलाई लाइन चाहिँ चाहिँदैन तर बुक चाहिँ चाहिन्छ। त्यसैले गर्दा यो जुन बक्स छ यो बक्सलाई सेलेक्ट गरेर फर्मेटमा गएर अघि गरेकै कुरा शेप फिलमा गएर पनि नो फिल, शेप आउटलाइनमा गएर पनि नो आउटलाइन, शेप फिलमा गएर पनि नो फिल, शेप आउटलाइनमा गएर पनि नो आउटलाइन, यसरी गर्नु पर्यो। र यसलाई अब हामीले भनेको ठाउँमा लगेर राख्न सक्छौँ। यसरी नो आउटलाइन र नो फिल गरेर राख्दा चाहिँ यसले यो उसलाई डिस्टर्ब गर्दैन। र यसलाई हामीले बुकको किताबहरू बनाउनु पर्यो भने चाहिँ हामीले यसलाई कलर अर्को दिन्छु भन्न पनि पाइन्छ। कुनै सेम कलर बनाउँछु भन्दाखेरि यसरी बनाउन पनि पाइन्छ। यो अझै ठुलो बनाउँछु नि यो बुक भन्ने भने हामीले यसलाई फन्ट बढाउन पनि सक्छौँ, अझै अलिकति ठुलो बनाउन पनि सक्छौँ। यसरी अब हामीले किताब पनि यसरी राख्यौँ।
अब यसलाई हामीले ग्रुप गर्नुपर्ने हुन्छ। ग्रुप गर्नका लागि चाहिँ यो सेलेक्ट भन्ने अप्सनमा जाने र सेलेक्ट अब्जेक्टमा क्लिक गर्ने। यो सेलेक्ट अब्जेक्टले चाहिँ अब्जेक्टहरू सेलेक्ट गर्ने काम गर्छ र यति गरिसकेपछि यो माउसको सहायताले ड्र्याग गरेर यसलाई बिचमा पर्ने गरी माउसले सेलेक्ट गर्ने, टोटल्ली भाग बिचमा पर्ने गरी सेलेक्ट गर्ने, ड्र्याग गरेर छोडिदिने। कुनै एउटा यो 3वटा अब्जेक्ट छ यहाँनिर, कुनै एउटा अब्जेक्टमा पर्ने गरी राइट क्लिक गरेर ग्रुपिङमा जाने र ग्रुपमा क्लिक गर्ने। यति गरेपछि हाम्रो यो अब्जेक्ट रेडी भयो। सार्न हामीलाई ढिलो हुन्छ। सार्नु भन्दा पनि हामीले के गर्ने भन्दा पोजिसनिङ सेन्टर गरिदिने। त्यसको लागि यही फर्मेटमा गएर यहाँ पोजिसन छ, पोजिसनमा गएर यसलाई सेन्टर पोजिसन गरिदिने। यति गरिसके पश्चात अब हाम्रो यो ठ्याक्कै पोजिसन बिचमा गएर बस्छ। अझै यसलाई आकर्षक बनाउनका लागि इन्सर्टमा गएर सेपहरू थप्न सकिन्छ। जस्तै मैले चाहिँ इन्सर्टमा गएर यो तलपट्टिको यो सामान्य स्टार, यो स्टार लिएर आएँ र यहाँनिर यसरी राखिदिएको छु। ल यसरी स्टार राखिदिए। यसलाई कुनै कलर दिनु पर्यो भने हामीले फेरि फर्मेटमा गएर सेप फिल गर्न सक्छौँ। यहाँनिर सेप फिल गर्न सक्छौँ। ल मैले यो खालको कलर दिएँ। अब यसलाई हामीले यसैलाई कपी गरेर अर्कोपट्टि लान सक्छौँ। त्यसको लागि कन्ट्रोल थिचे हामीले यसलाई सार्न सक्छौँ। ल यसरी हामीले सार्न सक्छौँ र हाम्रो लोगो चाहिँ यसरी तयारी गर्न सक्छौँ। अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने यसलाई अरू धेरै डिजाइनहरू दिन पनि सकिँदै जाइला, तर अहिले चाहिँ आधारभूत रूपमा यति गऱ्यौँ भने यसलाई कम्प्लिटली हामीले गर्न सक्छौँ र यतिको लोगो बनाएर गर्न सक्ने भयो भने चाहिँ हामीले आजको क्लास बसेको काम लाग्छ। होस् त यहाँहरूलाई आजको भिडियो कस्तो लाग्यो? यहाँहरूको सल्लाह सुझाव कमेन्ट गर्नुहोला र फेरि अर्को भिडियोमा भेट्ने बाचाका साथ आजलाई भने बिदा चाहन्छु। यहाँहरूको दिन शुभ रहोस्। नमस्कार।